नमस्कार दर्शकबिन, यति बेला म मुसिकोट नगरपालिका 3 मैदान यो भर्तेबारी भन्ने टोलामा छु। विशेष गरी आज म पुराना रीतिरिवाज, पुराना पिँढीका एकजना बुवा हुनुहुन्छ। अत्यन्तै आफ्नै धुन, आफ्नै सुर, आफ्नै ताल गरिराख्नु भएको छ अहिले पनि। यस्ता व्यक्ति अब कमै मिल्छन् हामीलाई। यिनी व्यक्तिहरू हामीलाई मिल्दैन। जो आफ्ना पेसा छ त्यो पेसालाई हामी जस्ता युवाले कसैले अँगाल्दैन। हजुर त्यो पेसा उहाँले अहिले गरिराख्नु भएको छ। मेरो नजिकै हुनुहुन्छ, उहाँलाई मैले नाम सोध्छु। बुवा, हजुरको नाम के पर्यो? के दिएको के अरे टमाटा होइन? कति वर्षको कति साले हुनुहुन्छ? एक साल आउनु एक साले। साले फागुनको बिहिबारको 11 गतेको ए 11 गतेको ए बिहिबारको हो। ए अब यस्तो व्यक्ति त कमै मिल्छ। यस्ता छैनन् पनि होइन बुवा? छैन नि। यस्ता काम गर्ने मान्छे छैनन्। अब अबका युवकहरूले गर्दैनन् होला पनि। गर्दा नाच्युकी गरेन नि। सबै सहर बजारतिर हेर्न थाले है। ठिकै छ। नाच्युकी गर्दैन। गर्दैनन्। यो यो तपाईँले जो मसला बनाउनु भएको छ, कसरी के मिसाएर बनाउनु भएको मसला? यो के को मसा गाउँछ गाउँमा छ। ए तामा हो। योले ताम्रो हुन्छ पो। ए ए ए यसरी रसाइन्छ होइन? यसरी ए ल हेर्नुहोस्। कलर खिन्छ त। ए यसरी पानी सिउँदैन। यो हो तपाईँको गाग्रीको डिजाइन छ, निस्किँदैछ है साथीहरू। बुवाले गाग्रीको डिजाइन निकालिसक्नु भएको छ र यसको अब अन्तिम चरण भनेको यसको पेँध लगाउने, तलको साइडको ढक्कन लगाउने, यतापट्टितिर चाहिँ गाग्री ताउलालाई रसाउने काम हुँदैछ। बुवाले एकदमै राम्रो काम गर्नुभएको छ। यो उमेर भनेको बुवाको 81 वर्षको हुनुभएको छ र 81 वर्षको उमेरमा उहाँले एकदमै राम्रो काम गर्नुभएको छ। सफलताको कामना बुवाले भन्नुहुन्छ, आफ्नो वयस हुँदा, आफ्नो जोस हुँदा धेरै गाउँमा गएर यी गाउरा ताउला नयाँ बनाएर बेचिन्थ्यो। गाउँठाउँमा रमाइलो हुन्थ्यो। त्यस्ता खालका कुराहरू गर्नुभयो। मलाई पनि एकदमै खुसी लाग्यो। हो पनि पहिलाको जमानामा धेरै गाउँमा ठाउँमा गएर यी यस्ता भाँडाकुँडाहरू बेच्नुहुन्थ्यो र अहिले पनि घरमै बसेर बनाउनुहुन्छ, बेच्नुहुन्छ। ठिकै छ, राम्रो काम हो, गर्दै जानुहोस्। यस्ता कामहरू अब मिल्दैनन्, हामी जस्तो युवाहरूले गर्दैनन्। हजुरलाई फेरि पनि सफलताको कामना। र साथीहरू, यो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ, कुन देश कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, जहाँबाट हेरे पनि यो भिडियोलाई माया गरिदिनु होला। मनपर्छ भने लाइक, कमेन्ट, सेयर पनि गरिदिनु होला। माथिपट्टितिरको रातो बटनमा भएको बेल आइकनलाई टच गरी सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। र आज बुवासित कुरा गर्न पाउँदा एकदमै खुसी लाग्यो। चिसो मौसममा न्यानो घामको पारिलो तापसँग बसेर बुवासित मिठा गफ गर्न पाउँदा एकदमै खुसी लाग्यो। फेरि पनि आउने दिनहरूमा बुवासँग बसेर मिठा गफहरू गर्न पाइयोस्, त्यही भन्न चाहन्छु बुवालाई। बुवा, यस्तै हो संसारमा, केही छैन। फेरि पनि भेट भए पर कुराकानी गर्दै राखौँला। यस्तै काम फेरि पनि गर्दै राख्नुहोस्, अझै पनि गर्दै राख्नुहोस्, होइन बुवा? ठिकै छ, राम्रो हो। अब हाम्रो गाउँठाउँमा कोही पनि छैनन् यस्ता खालका भाँडाकुँडा बनाउने। बुवा चाहिँ एकदम जोसिलो, जाँगिरेलो हुनुहुन्छ। राम्रो लाग्यो।
अब यस्ता खालका भेटिँदैनन् होला सायद पनि अब ठिकै छ, राम्रो हो। उहाँले आफ्नो जिन्दगी यसैमा बिताउनु भयो। हामी चाहिँ स्वदेशमा केही गर्न सकेनौँ, विदेशमै आधी जिन्दगी गइसक्यो, आधी जिन्दगी कता जाने थाहा छैन। होइन बुवा, उहाँले आफ्नै काममा हुनुहुन्छ, म यता पत्तर पत्तर बोलिराखेको छु। ठिकै छ। ल हुन्छ त बुवा, धेरै समयपछि, धेरै लामो समयपछि आज भेट हुने मौका पाइयो, भेटघाट भयो, गफगाफ पनि भयो है। फेरि पनि आउने दिनहरूमा भेट भइएछ भने, बाँचिएछ भने यस्तै मिठा मिठा गफ गरौँला है बुवा। ल ठिकै छ, फेरि पनि आउँदै गर्छु, तपाईँ पनि आउँदै गर्नुहोला मेरो घरतिर। ठिकै छ, अहिलेलाई चाहिँ फेरि पनि साथीहरूलाई भन्दैछु, भिडियोलाई सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। फेरि पनि यस्तै यस्तै खालका भिडियोहरू लिएर आउनेछु। अहिलेको लागि भने म तपाईँ सामुबाट ओझेलाउन चाहन्छु। भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला भन्न चाहन्छु। अहिलेको लागि बिदा भएँ, तपाईँ समक्ष फेरि पनि अर्को भिडियोमा आउनेछु।